सो फाइनली गाइज फेरि पनि तपाईँको मेरो च्यानलमा स्वागत छ र फेरि पनि हेर्नु अब मै मान्छेलाई अनि उतो भाइलाई होइन। अब हाम्रो त काम छैन, हिँड्नु डुलो बस्यो त्यही हो। काम त छ त्यही पनि गरेको छैन कि अहिलेसम्म। ऊ भाइले पनि गर्दैन त्यही हो। भ्यूलाई हेर्नु न, भ्यू दामी छ है। ओ माइ गॉड, यो चाहिँ पाल्पाको भ्यू के। पाल्पाखेर दामी ठाउँमा पर्छ कि, त्यही भएर एकछिन पछि भेटौँ ल। सो हेर्नु यस्तो दिन कहिले आएर त्यही खुल्ला आउँ कि होइन, खुल्ला मनिदिन्छन् कि भाइ अगाडिसम्म हामी चाहिँ हेरेको हेरे। ठिकै छ, ठिकै छ। अब के भन्नु छ, अब हामी स्कुलतिर आइसकेको छौँ। भगवान् त्यही झन् छैन नि तिनीमा, तिनी इज स्लिपिङ मुडमा छन् अहिले। अब मैले अब एक्टिभेट मुडमा अन गरिदिन्छु। ठ्याक्क यो भयो नि त, हाम्रो स्कुल भयो। दिस इज माई स्कुल, हाम्रो। सो फाइनली गाइज हामी आइसकेको छौँ होइन। अब हामी जाने चाहिँ वहाँ पारि हो होइन, वहाँ पारि। यिनीहरू सालीहरूले ढिलो गरेको सबले सबले ढिलो गरे, त्यही भएर मैले पनि ढिलो गरेँ। अब ढिलो भयो तिनीहरूले, हाम्रो पनि काम भएर नआयो भने त म त 9 बजी हिँडिदिन्थेँ। कसले तेरो त यस्तो फेमस छ हो कि नै। ल अब एकछिन पछि भेटौँ ल उहीँ गएर। सो फाइनल गाइज होइन, हामी 4 जना सालेले बोलाएको र यिनीहरूको पौडी खेल्ने ठाउँमा मलाई भन्छ नजिक छैन, पानी चाहिँ रहन्छ। यो बन्द गरिदिउँ के, गऱ्यो नि त, जाऊ तल जाऊ। सो गाइज हामी चाहिँ यार यहाँ योमा दुग्रेन रन गरेको नि यार हामी। अब म पनि दुख्न पर्ने हुन्छ, यिनी भाइ टप्न पर्ने हुन्छ। साला दूरा सोले भेडमलाई म त सक्दिनँ। सो गाइज अब हामी चाहिँ मास्टरतर्फ लागिसक्यौँ होइन। अब मास्टर गएर झरमला होइन, त्यसपछि त्यही हो अब। ओ भाइहरू ल दुग्रम ल, उहाँहरू कम त दुग्राउ आफू नि आफू तर सब बुझ्छ के। तर हाम्रो स्वतन्त्रले त्यस्तो गराएको भए हामी जस्ता टुरिस्टहरू यस्ता कति आउँथ्यो कति। हामी पिकनिक यहाँ अगाडि गएको थियौँ नि, हामीले यस्ता सुतेको नि हामी। पानी आउँछ त खै, पानीहरू त खाने भए ठिकै। यहाँ यस्तो बनाइदिएछ यार, टोइलेट हो कि होइन? होइन यो के यसरी सुतेको यार,
पुरै यस्तोमा सल्लिपिरहरूले बिजाएर रातभरि यार बिहान त अर्को दिन त 11 बजी उठिरहेको सब केटाहरू पानी आउँछ हो पानी छ त्यही हो क्या अहिले त टोइलेट पनि बनाएको छन् धेरै खाएर हक्छन् भनेर यस्तै छ ठाउँ चाहिँ ठिकै छ ल अहिले भेटौँ ल हामी चाहिँ अब तात्तिने बेलामा छौँ ल होइन मजा पनि फस्टा कि तिमी जान्छौ गयो 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 ओइ गयो ए गयो गयो केटा गयो ए काँडा ल्याउँछ नि यार ओए ओए गयो गयो दुगो ओए लाग्यो खुट्टा लाग्यो हेर्दो दुगुरेको सब केटालाई छोडिदिएर दुगुरेको हाल्ने दुगुरा मासलाई छोडिदिने जाँदा फोन नम्बर केटीहरूसित बोल्दै हामीलाई नबोल्न दिने अरे आफू मात्र बोल्ने अरे कि केटीहरूसित त्यो हामीलाई रिस उठ्यो हामी चाहिँ यहाँ तल या मेरो त यार आन्द्रा बुढी पनि मास्तिर तल गर्छ केटाहरू उहाँदेखि बल्ल झर्दैछन् मैले पनि देखेन है तर कहाँबाट झर्दैछन् भन्ने कम त चिसो छ ओके हाम फाल्नु भए त म पनि हानिदिन्थेँ कि मैले पानी त बढेछ भन्नु पानी बढ्यो मेरो चप्पलले गर्दा हेर 4-5वटा ठाउँबाट निस्क्यो त यहीँनिर दुध हानिदिनु हान्ने नि त ल ल हान्ने ल ल ब्रो ए भाइ ओए आछु यस्तो गर्मी यस्तो जाडा पनि यस्तो उस गरिदिन्छ नि यार कहू क्या इनको बोलू क्या आउनु पर्ने के सास गरिन्छ आर्टिस्ट खाना त लास्टमा त पानी चाहिँ नआइरहेर घुमिदेखि चाहिँ झाप्नु पनि त सक्नु पर्यो ल ल गाइज अब आजको भिडियो यहीँ अन्तिम गरौँ अब हामी नै तिलको डाँडा आउँदै त निस्किँदै त हामी अब यही बाटो के भन्ने ल अब हामी ल अब अर्को भिडियोमा भेटौँला ल समाप्त आजलाई